Good morning everyone. यो जुम्ला खलङ्गा लिएर हामी अब यो ब्यारेक भयो। घाम टाठिला घाम लागिरहेछन्। यहाँको टेम्परेचर भन्दा तत्काल -6 डिग्री सेल्सियस छ। अब म डाँडामा गएर टक्क लाएर भिडियो बनाउँदैछु। गुड मर्निङ। म अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगेँ। यो कर्णालीको सबैभन्दा ठुलो हस्पिटल हो। ल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै पुगेँ है त। मर्निङ वाकको दौडानमा आज के अरे पुस 15 बिदाको दिन है। बाई। यो तत्काल देखिएको यो जुम्ला बजारदेखि माथिको एउटा खेतीयोग्य फाँट हो। अब उताबाट डाँडा यताबाट डाँडा बिचरा तल यो फाँट पनि बस्ती छ। बस्ती चाहिँ देखिएको छैन। अब हामी सर यता आयौँ। बस्ती चाहिँ धेरै तल छ। म धेरै माथि आएको छु। अब मर्निङ वाकको दौरानमा चिसो छ। टोपी लगाएर हिँड्नुपर्छ है। अब हाम्रो यो माथि जङ्गल के नाम हो नाम त थाहा छैन। भण्डारी बाडा भन्छ होला। जुम्लामा बाडा साडा भन्ने धेरै हुन्छन् है। त्यही भएर ठिक छ। इट्स ओके। इट्स टाइम फर फन। आजको यो मर्निङ वाकको दौरानमा माथि टापुमा पुगियो। यो 24 नेपाल आर्मीको 24 नम्बर बाहिनी हो यो। यसलाई यसरी घुमेर म अब जानुपर्छ हैन। बाटो यस्तो छ हाम्रो जुम्लाको। यो अर्को फाँटमा आयौँ। यो अब के भन्ने यो आचार्य बाडा भन्ने ठाउँमा छौँ है। अब हामी यहाँबाट पानी तल खेतमा पानी छ। त्यो पानी सबै जमेको पानी हो। खेतमा जमेको पानी यसरी जम्छ। यो पुरै पानी जमेर सत्यनाश छ भन्ने कुरो बुझ्नु पर्यो। ल यताबाट तल साइड भयो। अब एयरपोर्ट नजिक अब त्यो डाँडामा गयो पारिक स्कुलमा गयो भने एयरपोर्ट नजिक पुग्छौँ हामी है। त्यहाँनिर पनि एउटा छ यो ठाउँ। यो जुम्लाको आचार्य बाडा भन्ने हो। यो चाहिँ जुम्ला एयरपोर्ट। जुम्लाको एयरपोर्ट देखिरहेको छ। पारेको ठाउँ घाम लाएर राम्रो देखिरहेको छैन हैन। म यताबाट गइरहेको छु। डाँडै डाँडा डाँडा र पाखा डाँडै डाँडा निस्किँदैछु। जुम्ला एयरपोर्ट राम्रोसँग म दृश्यमा देखाउँदैछु। यो चाहिँ हाम्रो बाटो भयो। दृश्यमा देखिएको यो चाहिँ जुम्ला एयरपोर्ट पारिको पोखरा गाउँ। यो चाहिँ जुम्ला एयरपोर्ट। जुम्ला एयरपोर्ट है त। जुम्ला एयरपोर्ट प्लेन यताबाट आउँछ सर्लक्क लाएर यसरी बस्छ। सट्ट बसेर जान्छ। ल गुड मर्निङ। म अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगेँ। यो कर्णालीको सबैभन्दा ठुलो हस्पिटल हो। ल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै पुगेँ है त। मर्निङ वाकको दौडानमा आज के अरे पुस 15 बिदाको दिन है। बाई। यो तत्काल देखिएको यो जुम्ला बजारदेखि माथिको एउटा खेतीयोग्य फाँट हो। अब उताबाट डाँडा यताबाट डाँडा बिचरा तल यो फाँट पनि बस्ती छ। बस्ती चाहिँ देखिएको छैन। अब हामी सर यता आयौँ। बस्ती चाहिँ धेरै तल छ। म धेरै माथि आएको छु। आजको यो मर्निङ वाकको दौरानमा माथि टापुमा पुगियो। यो 24 नेपाल आर्मीको 24 नम्बर बाहिनी हो यो। यसलाई यसरी घुमेर म अब जानुपर्छ हैन। बाटो यस्तो छ हाम्रो जुम्लाको। अब मर्निङ वाकको दौरानमा चिसो छ।
टोपी लगाएर हिँड्नुपर्छ है। अब हाम्रो यो माथि जङ्गल के नाम हो नाम त थाहा छैन, भण्डारी बाडा भन्छ होला। जुम्लामा बाडा साडा भन्ने धेरै हुन्छन् है, त्यही भएर ठिक छ, इट्स ओके, इट्स टाइम फर फन। यो अर्को फाँटमा आयौँ, यो अब के भन्ने यो आचार्य बाडा भन्ने ठाउँमा छौँ है। अब हामी यहाँबाट पानी तल खेतमा पानी छ, त्यो पानी सबै जमेको पानी हो, खेतमा जमेको पानी यसरी जम्छ। यो पुरै पानी जमेर सत्यनाश छ भन्ने कुरो बुझ्नु पर्यो। ल यताबाट तल साइडमा भयो। अब एयरपोर्ट नजिक, अब त्यो डाँडा पारिक स्कुलमा गयो भने एयरपोर्ट नजिक पुग्छौँ हामी है। त्यहाँनिर पनि एउटा छ त्यो ठाउँ, यो जुम्लाको आचार्यबाडा भन्ने हो। यो चाहिँ जुम्ला एयरपोर्ट, जुम्लाको एयरपोर्ट देखिरहेको छ पारेको ठाउँ, घाम लाएर राम्रो देखिरहेको छैन होइन। म यताबाट गइरहेको छु, डाँडै डाँडा डाँडा र पाखा, डाँडै डाँडा निस्किँदैछु। जुम्ला एयरपोर्ट राम्रोसँग म दृश्यमा देखाउँदैछु। यो चाहिँ हाम्रो बाटो भयो, दृश्यमा देखिएको। यो चाहिँ जुम्ला एयरपोर्ट पारिको पोखरा गाउँ। यो चाहिँ जुम्ला एयरपोर्ट, जुम्ला एयरपोर्ट है त। जुम्ला एयरपोर्ट प्लेन यताबाट आउँछ, सर्लक्क लाएर यसरी बस्छ, सट्ट बसेर जान्छ। ल गाउँ बेसी तिमीलाई नै खोज्दै थियो यो मन, हो गाईलाई चरा लाली जो बन जान्छ कि हजुर, हो पात बजाउँदै लाली जो बन जान्छ कि हजुर, हो पात बजाउँदै। गाउँ बेसी तिमीलाई नै खोज्दै थियो यो मन, हो गाईलाई चरा लाली जो बन जान्छ